So today I'm reacting on Jun Naheri by Wangden Sherpa and Sushant Ghimire. So धेरै दिन ग्यापको बाद चाहिँ आउँदैछु म. सो अहिले ब्याकग्राउन्ड चाहिँ अलिकति मेस्टअप छ. सो या अलिक पछि यसलाई पनि म अलिकति बनाएर गर्नेछु. सो फिलहालको लागि चाहिँ राइट नाउ हामी यतिकै गर्नेछौँ रियाक्ट. सो ब्याकग्राउन्डलाई चाहिँ इग्नोर गरिदिनु होला. सो या गाइज लेट्स डु दिस है. जुन नहेरी भाइ वाङदेन शेर्पा एन्ड सुशान्त घिमिरे. जुन नहेरी. सो या मैले सुशान्त घिमिरेलाई चाहिँ सुनेको थिइनँ, फर्स्ट टाइम सुन्दैछु. अनि वाङदेन शेर्पाको चाहिँ मैले सुनेको. अनि आइएम अ बिग फ्यान अफ वाङदेन शेर्पा. अनि सङ रियाक्ट गरौँ भनेर सोचिरहेको थिएँ. अनि मैले चाहिँ नयाँ सङ पर्खिरहेको थिएँ. अनि नयाँ सङ त आयो, तर यो सङ चाहिँ अलिकति 1 महिना जस्तो भयो होला हौ. अन्त मैले टाइम नभएर चाहिँ रियाक्ट गर्नु पाएको थिएन. सो यस, आज रियाक्ट गर्दैछु. तपाईँ र म, हामी सबैजना सँगै मिलेर सुनौँ है त. लेट्स डु गो. जुन लिम्बू. Rose Nisio, Rose my sister. जुन हेरी तिमलाई हेरौँला, फुलै टिपी तिमलाई सजाउँला. यो चाहिँ मेरो रिसेन्ट टाइमको वान अफ दि फेभरेट सङ हो. रिसेन्टली चाहिँ यो सङलाई चाहिँ म लुपमा सुन्ने गर्छु. अनि यसको मैले रिल्सहरू पनि देखेको थिएँ क्या. यहाँनिर हाम्रो यसमा चाहिँ रिल्स सर्ट्समा देखेको थिएँ. सो वान अफ माई फेभरेट सङ भनौँ न. अनि रिसेन्ट टाइमको चाहिँ. सो या हेरी तिमलाई हेरौँला, हेरौँला, फुलै टिपी तिमलाई सजाउँला. त्यो ब्याकग्राउन्डहरू मजाले क्रिएट गरेको छ क्या त्यहाँनिर, हेर्नुहोस् न. भन के हो नाउ तिम्रो, कहाँ होला गाउँ तिम्रो, कुनै हो र बाउ तिम्रो र एको हो र भोकी हाम्रा पञ्चे बाजा. पुजारी निलेर आज भागी जाउन नाम्चे बजार, ए बजार. सम्झिरहेको छु. ब्युटिफुल ब्युटिफुल. जुन हेरी तिमलाई हेरौँला, सुशान्त घिमिरे. फुलै टिपी तिमलाई सजाउँला. अति नै ब्युटिफुल ब्याकग्राउन्ड क्या. यो हाम्रो ट्रेडिसनल ड्रेसमा होइन. अनि यो कस्ट्युमहरू पनि एकदमै ब्युटिफुल क्या. अनि त्यो ब्याकग्राउन्ड जस्तो पाराले क्रिएट गरेको छ नि क्या, त्यो उयो लगाएर अति नै असम क्या. त्यो क्यारेक्टर पपअप पनि भएको. अनि यो डान्स स्टेप पनि अति नै बबाल छ. नहेरी तिमीलाई हेरौँला, ए हेरौँला, फुलै टिपी तिमलाई सजाउँला. मस्केर हिँड्ने त्यो झालैले, लट्ठै फिजेको कपालैले, मक्खै डुलेर ती आँखैमा सुस्तरीमा. सुशान्त घिमिरेको अति नै बबाल रहेछ क्या. भोइस दामी लाग्यो मलाई क्या. सो वाङदेन शेर्पा र सुशान्त घिमिरेको डिफ्रेन्ट छ नि त भोइस होइन. वाङदेन शेर्पाको चाहिँ अलिकति के भन्नु अब त्यसलाई, अलिक बेस भएको होइन. अनि सुशान्त घिमिरेको चाहिँ अलिकति त्यो सार्प टाइपको रहेछ. अनि दुईजनाको त्यो कम्बिनेसन अति नै बबाल क्या, दामी लाग्यो. मायाको तालैले गुरी गुरी ठुस्किने बानी, आँखा तरी मार्छौ कि सानी. घुरी घुरी ठुस्किने बानी, आँखा तरी मार्छौ कि सानी. आँखा झुम्काई तिमलाई फकाउँला, रिसाएरी तिमलाई हँसाउँला. जुन हेरी तिमलाई हेरौँला, ए हेरौँला, फुलै टिपी तिमलाई सजाउँला. अति नै बबाल डाइरेक्सन, कलर्सहरू क्या अति नै. आए तिम्रै लागि रेशमको सारी, झोलाभरि सुन जाँदी बेसरी भारी. बनाइदिउँला तिम्रै लागि छ तल्ले घर, हिमालको छोरो हुनी के को छ डर. बतासमा उडी उडी छुन्छु म, फुल तिमी भमरा झै घुम्छु म. ए नाम तिम्रो कोरिदिए मुटुमा, हेरी तिमी भुत्तुकै हुन्छु म. घोडा चढे आए म त लैभरि, मोटर गाडी सरर लैभरि. अति नै ब्युटिफुल क्या. डाइरेक्सन पनि प्रप्सहरू अति दामी युज गरेको छ क्या.
तिम्रै बाटो लैभरिलै पुहु पुहु गर्दै म त चिठी बजाई तिमीलाई बोलाउँला चिठी लेखी त्यही लोकेसनबाट चाहिँ क्या त्यो ब्याकड्रपहरू देख्नुभयो क्या ब्युटिफुल क्या कस्ट्युम अनुसार सिङ गराएको छ अति नै डाइरेक्टरको भिजन चाहिँ अति नै बवाल क्या ब्युटिफुल कलरफुल हुन्छ नि क्या अति नै के भन्नु अब तिमीलाई पठाउला जुन नहेरी तिमीलाई हेरौला जुन नहेरी तिमीलाई हेरौला जुन नहेरी तिमीलाई हेरौला हेरौला फुलै टिपी तिमीलाई सजाउला जुन नहेरी तिमीलाई हेरौला हेरौला फुलै टिपी तिमीलाई सजाउला जुन नहेरी 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 माया फेरि 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 ए दुईजना चाहिँ त्यहाँनिर मक्खै भइरहेको थियो होइन बबालो स्टेलर स्टुडियोज अरे अति नै बबालो वाङदेन शेर्पाको चाहिँ तिमी नाच न होइन टाढा टाढा पनि सुनेको अति नै बबाल क्या अनि अलिअलि या अति नै असम सङहरू छ उहाँको अनि उहाँको भोइस यति दामी लाग्छ मलाई क्या म चाहिँ प्रायः कन्ट्री म्युजिकहरू सुनेर होला कन्ट्री सङहरू सुनेर त्यो अलिकति बेस बेसी भएको हुन्छ नि क्या अलिकति कस्तो भन्नु भोइस अलिक ब्रड टाइपको हुन्छ नि उहाँको त्यस्तो छ नि त त्यो भएर चाहिँ के भन्नु डिफ्रेन्ट छ क्या उहाँको भोइस सो अति नै बबाल अति नै ब्युटिफुल भोइस सो या अनि सुशान्त घिमिरेलाई चाहिँ मैले फर्स्ट टाइम सुनेको अनि अति नै बबाल लाग्यो क्या सो या आउने दिनमा उहाँलाई पनि उहाँको म्युजिकलाई पनि फलो गर्नेछु सो मोडल पनि अति नै ब्युटिफुल अनि यसको चाहिँ मलाई जुन चाहिँ त्यो डान्स स्टेपहरू थियो डान्स कोरियोग्राफी होइन अनि सिनेमाटोग्राफीहरू अनि भिडियो चाहिँ सबैलाई डाइरेक्सन गरेको छ अति नै बबाल यति साह्रो मनै खुसी हुने मनै रमाउने म्युजिक भिडियो क्या अनि यति साह्रो कलरफुल भिजुअल्स मैले पहिल्यै प्लान गरेको थिएँ रियाक्ट गरौँ भनेर तर धेरै पुरानो सङ्ग्सहरू थियो नि त अनि अहिले चाहिँ यो अब यसमा म अलिक ढिलै छु जुन हेरेँ मैले अस्तिदेखि हेरेको होइन दुई तिनपल्ट हेरेँ अनि रियाक्ट गर्नु मन लागिरहेको थियो अनि कतिवटा व्यस्तताले गर्दा रियाक्ट गर्नु पाएको थिएन अनि स्पेसल्ली वाङदेन शेर्पाकै सङलाई चाहिँ रियाक्ट गरौँ भनेर चाहिँ मैले प्लान गरेको थिएँ ठिक्कै नयाँ सङ पनि आयो अनि यो त मोस्ट वान अफ दि रिसेन्ट टाइमको मेरो वान अफ माई फेभरेट सङ हो अनि यो चाहिँ अलिकति अहिले धेरै विषयहरूमा पनि बज्छ क्या हाम्रो यहाँ वेडिङहरूमा पनि पिकनिक स्पटमा त्यस्तो कुरामा पनि यो सङ त क्याची छ नि त होइन अनि यसको रिल्सहरू सर्ट्सहरू बनिरहेको हुन्छ क्या अनि त्यो सानसानो नानीहरू पनि नाचिरहेको हुन्छ अनि यसको ट्युन दामी छ क्या अहिलेको रिसेन्ट जुन चाहिँ जेनेरेसन छ त्यसलाई हिट गर्यो क्या यो सङले अनि या अति नै बबाल अनि बिग फ्यान अफ वाङदेन शेर्पा अनि सुशान्त घिमिरेलाई चाहिँ मैले फर्स्ट टाइम सुनेको अनि उहाँको म्युजिकलाई पनि फलो गर्नेछु आउने दिनमा सो मोडल अति नै बबाल उहाँको त मैले अरू काम पनि हेरेको सो या जुन नहेरेको इन्टायर टिमलाई ह्याट्स अफ भन्न चाहन्छु अनि यो स्पेसली कस्ट्युम होइन अनि डिओपी अनि डाइरेक्टरलाई चाहिँ एकदमै ह्याट्स अफ अति नै ब्युटिफुल अति नै अमेजिङ कलरफुल भिजुअल्स क्या त्यो मनै खुसी हुने म्युजिक भिडियो रहेछ सो या अति नै बबाल लाग्यो मलाई सो या आउने दिनको म्युजिक अझै वेट गर्नेछु वाङदेन शेर्पाको बिग फ्यान अफ वाङदेन शेर्पा सो या गाइज आजलाई यति नै थियो तपाईँलाई के कस्तो लाग्यो कमेन्ट गर्नु होला सो म तपाईँहरू चाहिँ नेक्स्ट रियाक्सन भिडियोमा टिल देन टेक केयर बाई बाई मच लभ फ्रम दार्जिलिङ